सो हेलो गाइज होइन आज चाहिँ मेरो घरमा हुनेवाला छ स्पेसल चाहिँ त्यति खासै त केही होइन होइन। अब आज चाहिँ हामी घरमै चाउमिन बनाएर खाँदैछौँ। हामीसँग चाहिने चाउमिनमा आवश्यक पर्ने सोया सस र टमाटो सस दुवै छ। यसका साथै आफ्नै बारीमा फलेको अर्ग्यानिक बन्दाकोपी धनियाँ साग सब्जीहरू पनि छ। हामीले पहिला चाउमिनलाई बोइल गर्नका लागि आगोमा बसायौँ। चाउमिन बोइल हुँदासम्म यता साग सब्जी पनि काटेर रेडी छ सबै। बहिनी चाहिँ छिटो पाक्ला भनेर प्रतीक्षामा छ। हामी चाहिँ एउटा इम्पोर्टेन्ट काम बिर्सेका थियौँ। त्यो काम चाहिने थियो हाम्रो गेडागुडी भिजाउने काम। गेडागुडी नहालेपछि त चाउमिन राम्रो हुँदैन। त्यसैले मैले फटाफट भाँडामा गएर हामीसँग मोटरा थियो त्यही लिएर आएर उमालेकार तर्फ ल्याउँदासम्म हाम्रो लगभग चाउमिन रेडी भइसकेको थियो बोइल भएर। घरमा धनियाँ पाउडर नरहेछ त्यसैले म धनियाँ पाउडर लिन दोकान गएँ। म दोकानदेखि आउँदासम्म मटरा पनि पाकिसकेको थियो। हाम्रो सबै सामान पुरा भइसकेपछि हामी लाग्यौँ पकाउन तर्फ। हामीले पहिले त तेल हाल्यौँ अनि प्याज हाल्यौँ अनि अन्य सामग्री क्रमशः हाल्दै गयौँ। अनि हामीले हाल्यौँ कोपी। अब हरियो साग पनि हाल्नुपर्छ क्या। अब हरियो साग नहालेपछि त हामीले कहाँबाट भिटामिन आउँछ। अब जङ्क फुड मात्र खाएर कहाँ हुन्छ र। अनि यी सामग्रीहरूलाई खरिदिएपछि अनि यसै गरी चाहिने मसलाहरू सबै हालियो। अनि हाम्रो अघिको भिजाएको मोटा प्रोटिन जन्य गेडागुडी पनि हालियो। अनि आयो चाउमिन हाल्ने पालो। चाउमिनलाई पनि जान्ती हालियो। अनि हाम्रो यसमा हाल्नु चाहिने के बाँकी थियो भन्दाखेरि हाम्रो हाल्नु चाहिने सोया सस बाँकी थियो त्यसलाई पनि हालियो। त्यो हालिसकेपछि हाम्रो सम्पूर्ण सामग्रीहरू कम्प्लिट भयो। अनि यसलाई केही बेर यस्तो पकाएपछि अनि हाम्रो रेडी भयो चाउमिन। या हाम्रो अर्ग्यानिक सामग्री हालेर बनाएको चाउमिन तयार भयो। अब गाउँमा चाहिने यसरी नै आगोमा पकाइन्छ तर सहरमा चाहिने ग्यासमा पकाइलाई यो ठुलो कुरो भएन। मम्मीले चाहिने सबैको भाँडामा हालिदिनु भयो। अनि आयो खाने पालो। अब आज चाहिँ बजेकोमा परौठा पकाएको रहेछ। त्यो परौठा पनि लिएर गम खान थालियो। चाउमिन चाहिँ दामी भएको थियो। सानो सानो होटेललाई त फेल खाने जे भयो पनि मेरो मम्मीले बनाएको हो नि त। आजको मेरो यो सर्ट मिनी भ्लग यही अन्त्य हुन्छ। थ्याङ्क फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।